सो पूर्वी जिल्ला झापाको बिर्ता मोडमा असार 16 गते प्रदर्शन भइरहेको छ। त्यसैले यही फिल्म असार 16 गते झापाको बिर्ता मोडमा र बिर्ता मोड क्षेत्र अनि आसपासको जिल्लाहरूमा पाएक पर्ने महानुभावहरूले उक्त ठाउँमा गएर हेरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। पूर्वाञ्चलतिर रहनुहुने सम्पूर्ण दर्शकवृन्दहरू यो भिडियो हेर्नुहुने र थाहा पाउनुहुने चाहिँ नामोती हेर्नको लागि झापा जानु भन्न चाहन्छु। आइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्छु। के भन्न चाहन्छु भने सबैजना आइदिनु होला, हेरिदिनु होला। अब भन्न चाहनुहुन्छ स्ट्रगल गरेका थियौँ, त्यो काम चाहिँ राम्रै गरिएछ कि जस्तो नि लागेको छ, किनभने धेरै दर्शकज्यूहरूले एउटा राम्रो प्रतिक्रिया पनि दिनुभएको छ र यसले अझै थप चाहिँ कामप्रति ऊर्जा, हौसला, उत्साह मिलेको छ र बाँकी दिनमा यो चाहिँ सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूको चाहिँ सल्लाह सुझावलाई पालना गर्दै उहाँहरूको एडभाइसलाई चाहिँ मानेर सिरोपण गर्दै आगामी दिनमा अगाडि बढ्ने चाहिँ एउटा निर्णय लिएको छु। छोरी मान्छेको रूप देखेपछि हामी केटाहरू लट्ठ परिहाल्छौँ अरे, राम्री छ त्यही भयो होला, केटो फस्यो। पहिला त्यो केटीको बिहे त यही गाउँमा पो भएको थियो नि त। मैले पनि त्यस्तै सुनेको थिएँ। त्यसको बुढा त माको जड्या थियो अरे, रात दिन उठ्थ्यो अरे। त्यसलाई छोडेकै राम्रो भयो। सो सबैजनाले सब्सक्राइब गरिदिनु होला, शेयर, लाइक्स गरिदिनु होला, यति भन्न चाहन्छु। थ्याङ्क यू। उषा लिम्बू, स्वागत छ। थ्याङ्क यू सो मच। फिल्म कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। के भन्नु चाहनुहुन्छ? अगाडि फर्स्टचोटि गर्नु भएको मुभी हो, त्यही भएर एकदम राम्रो लाग्यो। फेरि हिरो मन पर्यो कि हिरोनी? मलाई त अभियसली नै हिरै मन पर्यो। हिरै राम्रो लाग्छ। अनि साइड हिरो चाहिँ? हजुर, साइड हिरो मन पर्यो कि साइड हिरोनी मन पर्यो? मलाई दुवैजना मन पर्यो। एउटा मात्रै छान्नु पर्दा? एउटा मात्रै छान्नु पर्दा हिरो नै मन पर्यो। हिरै राम्रो छ नि होइन? ल अरू केही छ भन्नुपर्ने? मुभी एकदम राम्रो थियो। अब अझै आउने दिनहरूमा काकाले अझै राम्रै गर्दै जानुहुन्छ होला भन्ने आशा छ। अझै राम्रो गर्नु होला भन्न चाहनुहुन्छ र यो युट्युब च्यानल हेरेर बस्ने सम्पूर्ण भनौँ न दर्शकवृन्दहरूलाई फिल्म हेर्नुहोस् भन्न चाहनुहुन्न? यो युट्युब च्यानल हेरेर बस्ने सम्पूर्ण दर्शकहरूलाई चाहिँ फेरि एकचोटि आएर मुभी हेर्नु होला। अभियसली पनि राम्रो छ, हजुरहरूले फेरि हलमै आएर एकचोटि हेरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच। दर्शकवृन्द तपाईँले देखिरहनु भएको छ, यतिखेर नायक हुनुहुन्छ टिआर सेनियाङ। स्वागत छ सर। सेवारो, धन्यवाद यहाँलाई। समाएर बोलिदिनुहोस् न। यो मुभी खेल्नुभयो, कस्तो लागिरहेछ? हेरिसकेपछि कस्तो प्रतिक्रिया पाउनुभयो र फिल्म खेल्दाखेरि कस्तो हुन्छ जस्तो लागेको थियो? ठ्याक्कै भनिदिनुहोस्। धन्यवाद प्रश्नको लागि। मेरो अनुभव चाहिँ यहाँले जुन जिज्ञासा राख्नुभयो, फिल्म मैले जुन अब खेल्दा, अभिनय गर्दा पनि एकदम रमाइलो लागेको थियो। त्यतिखेरको स्क्रिप्टहरू हेर्दा पनि यो चाहिँ वास्तविक एउटा लिम्बू कल्चर, पूर्वी जनजीवन, पहाडी जनजीवनको ग्रामीण परिवेशको कथावस्तुमा जुन फिल्म बन्यो अनि त्यसभित्रै आफूले चाहिँ एउटा मुख्य पात्रको रूपमा अभिनय गर्न पाउँदा अत्यन्तै खुसी लागेको थियो त्यतिखेरै। र आज जुन हामीले कार्तिकमा छायाङ्कन गरौँ, आज जेठमा आएर चाहिँ यो आज रिलिज भयो। आज एकदम अत्यन्तै खुसी लागेको छ। आफ्नो काम जसरी हामीले स्ट्रगल गरेका थियौँ, त्यो काम चाहिँ राम्रै गरिएछ कि जस्तो नि लागेको छ, किनभने धेरै दर्शकज्यूहरूले एउटा राम्रो प्रतिक्रिया पनि दिनुभएको छ र यसले अझै थप चाहिँ कामप्रति ऊर्जा, हौसला, उत्साह मिलेको छ र बाँकी दिनमा यो चाहिँ सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूको चाहिँ सल्लाह सुझावलाई पालना गर्दै उहाँहरूको एडभाइसलाई चाहिँ मानेर सिरोपण गर्दै आगामी दिनमा अगाडि बढ्ने चाहिँ एउटा निर्णय लिएको छु मैले। र सम्भवतः म सबैजनालाई यहाँ जति पनि बिग मुभिजमा आएर हाम्रो फिल्म नामोती हेरिदिनु भयो, तपाईँ सम्पूर्णलाई मनैबाट, हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। फिल्म खेल्दै गर्ने क्रममा जुन सुटिङ हुँदै गरे बेला, त्यो बेला यतिको राम्रो फिल्म हुन्छ भनेर ठान्नु भएको थियो कि सोचेको भन्दा राम्रो भयो या नराम्रो कस्तो भयो तपाईँले? मलाई चाहिँ कस्तो लाग्यो भने एउटा सुटिङको दौडानमा पछि यस्तो हुन्छ होला भनेर मैले अब कल्पना त एक किसिमको गरेको थिएँ, तर अहिले धेरै नै राम्रो भएको, जुन मैले सोचेको भन्दा राम्रो भएको महसुस गरेको छु मैले। त्यस्तो राम्रो भयो फिल्म एकदमै। कतिको दुःख गर्नुभयो? होइन, स्ट्रगलको कुरा गर्ने भने त अब 1 महिना जति सुटिङ गरेका थियौँ। पहाड अब तेह्रथुमको मेरै गृह जिल्ला पनि हो होइन, त्यहाँनिर चाहिँ तपाईँको अलिकति जाडोको याम पनि थियो।
होइन अब भोकै तिर्खै लगायत अब यो सुटिङको दौडानमा त सबैलाई थाहा छ दुःख त गर्नै पर्छ तर त्यो दुःख मलाई त्यस्तो दुःख केही लागेको छैन आज ती दुःख सारा कष्टहरू चाहिँ भुलेको छु यो दर्शकको पब्लिकको मायाले गर्दा होला तपाईँ त एउटा मिडियाकर्मी पनि हुन्छ सञ्चारकर्मी पत्रकारिता लाइनमा पनि हुनुहुन्छ होइन पत्रकारिता लाइन सजिलो कि फिल्मी सेक्टर कुन राम्रो लागिरहेछ र कुन सजिलो यस्तो यहाँले एकदम अत्यन्तै उपयुक्त र सान्दर्भिक प्रश्न गर्नुभयो धन्यवाद कस्तो हो भने मेरो पेसेवर रूपमा म प्रोफेसनल्ली चाहिँ पत्रकारै हो अहिले म तीर्थम पत्रकार महासङ्घको अध्यक्ष पनि छु र जुन मैले फिल्म क्षेत्रमा चाहिँ काम गर्ने मेरो एउटा सौकको विषय हो होइन यो चाहिँ मेरो फिल्ड खास होइन म एउटा आफूलाई सन्तुष्ट पार्नको लागि आफूलाई सुखी राख्नको लागि मान्छेले अरू कामहरू गरिरहेको हुन्छ नि त्यस्तै यो चाहिँ साइड भनौँ न यो चाहिँ अब कथाले खोजेपछि कथाले मागेपछि एउटा सौकको रूपमा चाहिँ फिल्मलाई लिने गरेको छु इच्छा पनि भयो आफू एउटा भनौँ न तपाईँ त म्युजिक भिडियो पनि खेलिरहनु भएको छ हो एकदम थुप्रै म्युजिक भिडियोहरू खेलिसक्नु भएको छ कतिवटा पुगिसक्यो म त्यस्तो धेरै त होइन म्युजिक भिडियो मैले बढी 1.5 दर्जन जस्तो खेलेँ होला त्यस्तै मुभी चाहिँ अरूमा यो भन्दा अरू मुभीहरू पनि मैले गरेको छु लगभग मुभी पनि आधा दर्जन जस्तो चाहिँ मैले गरेको छु काम चाहिँ तर सबैभन्दा चाहिँ यो नामोतीमा चाहिँ एकदमै मलाई खुसी लागिरहेको छ यसरी हेरिरहनु हुने तमाम दर्शकवृन्दहरूलाई केही मेसेज छोड्नु छ उहाँहरूलाई अघि पनि मैले भने फेरि पनि भन्छु तपाईँ सम्पूर्ण शुभचिन्तक नागरिक हुनुहुन्छ जति पनि नेपाली कलाकारलाई अझै पनि हाम्रो चाहिँ कल्चरल एउटा कलालाई कथालाई सम्मान गर्ने माया गर्ने महानुभाव हुनुहुन्छ तपाईँ सबैजनालाई चाहिँ मनैबाट हृदयबाट दिलको ढुकढुकीबाट उहाँहरूलाई धन्यवाद दिन चाहन्छु किनभने यहाँहरूको मायाले गर्दा यहाँहरूको सपोर्ट साथले गर्दा नै आज हामी सफल हुँदैछौँ सफल हुने नै उहाँहरूको साथले हो सो भयो आज ओपनिङ भयो रिलिज भयो अब यसपछि कहाँ लाग्छ युट्युबमा हेर्नु हुने फेसबुक पेजमा हेर्नु हुने समस्त दर्शकवृन्दहरूले त अब फिल्म हेर्नु पर्यो कस्तो रहेछ भनेर हेर्नु चाहनुभयो भने कहिले हेर्नु पाउने कहाँ हेर्नु पर्ने त्यो के त्यसको बारेमा मलाई जानकारी प्राप्त भए अनुसार योभन्दा पछिल्लो सो पूर्वी जिल्ला झापाको बिर्ता मोडमा असार 16 गते प्रदर्शन भइरहेको छ त्यसैले यही फिल्म असार 16 गते झापाको बिर्ता मोडमा र बिर्ता मोड क्षेत्र अनि आसपासको जिल्लाहरूमा पाएक पर्ने महानुभावहरूले उक्त ठाउँमा गएर हेरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु पूर्वाञ्चलतिर रहनुहुने सम्पूर्ण दर्शकवृन्दहरू यो भिडियो हेर्नुहुने र थाहा पाउनुहुने चाहिँ नामोती हेर्नको लागि झापा जानु भन्न चाहन्छु आइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछु थ्याङ्क यू बात संवादको लागि यहाँको व्यस्तताको बावजुद यहाँलाई पनि धन्यवाद बोलिदिनु भयो थ्याङ्क यू सो मच धन्यवाद नमस्कार थ्याङ्क यू तपाईँलाई कस्तो लाग्यो फिल्म राम्रो लाग्यो कहाँबाट आउनुभयो तेह्रथुमबाट हिरो मन पर्यो कि हिरोनी मन पर्यो दुवैजना मन पर्यो कथावस्तु कस्तो लाग्यो तपाईँलाई राम्रो छ एकदमै हस् थ्याङ्क यू कस्तो लाग्यो तिमीलाई फिल्म सेवारो नाम के हो कस्तो लाग्यो फिल्म राम्रो लाग्यो ल हस् थ्याङ्क यू ल कस्तो लाग्यो तिमीलाई फिल्म राम्रो लाग्यो सेवारो नाम के हो मेरो सेभिङ छ ल ठिक छ हिरो मन पर्यो कि हिरोनी हिरो मन पर्यो कि हिरोनी मन पर्यो मलाई त हिरै मन पर्यो ल ओके थ्याङ्क यू फिल्म हेरेर निस्किरहनु भएको छ दर्शकवृन्दहरू तपाईँले त प्रष्ट मात्रामा देखिरहनु भएको छ तपाईँलाई कस्तो लाग्यो फिल्म मलाई त एकदमै राम्रो लाग्यो नाम भनिदिनुहोस् त हितुने माङ कहाँबाट आउनुभयो ललितपुरबाट आउनुभयो ल हिरो मन पर्यो कि हिरोनी राम्रो त दुईजना हुनुहुन्छ तर मलाई एक्टिङ धेरै चाहिँ हिरोको मन पर्यो कथावस्तु चाहिँ कस्तो लाग्यो कथावस्तु एकदमै राम्रो छ ल थ्याङ्क यू सो मच केही मेसेज छ राम्रो छ सबैले हेरिदिनु होला हस् थ्याङ्क यू नामोती चलचित्र रिलिज भएसँगै यहाँनिर आएको छौँ र हेरिरहनु भएको छ दर्शकवृन्दहरू आएर जानुभएको छ देखिरहनु भएको छ यहाँ यतिखेर पूर्ण लिम्बू आउनुभएको छ नायक हुनुहुन्छ स्वागत छ न्यू नेपाल युट्युब च्यानलमा स्वागत छ तपाईँलाई थ्याङ्क यू यति राम्रो अभिनय गर्नुभएको छ यो फिल्म कति समय पछाडि रिलिज भएको हो दसैँ तिहार बिचमा भनेपछि हजुर कति समारे बोलिदिनुहोस् 7-8 महिना भयो क्या होइन पूर्ण लिम्बू र नायक हुनुहुन्छ र उहाँले फोटो खिच्नु सेसनमा हुनुहुन्छ फोटो सेसन भइरहेको छ देखिरहनु भएको छ फोटो सेसनमा हुनुहुन्छ हाम्रो यतिखेर लिम्बू कलाकारहरू हुनुहुन्छ उठिसकेर आएको छौँ यतिखेर ब्युटिफुल दिदी हुनुहुन्छ स्वागत छ हजुर धन्यवाद कस्तो लाग्यो मुभी राम्रो लाग्यो फर्स्ट टाइम हेर्नुभयो हजुर लिम्बू भाषा त बुझ्नुहुन्छ नि म त बुझ्दिनँ बुझ्नुहुन्न नाम भनिदिनुहोस् त मेरो सुन्निमा बेगा
कुन ठाउँबाट आउनुभयो? म नकिपोटबाट। नकिपोटबाट आउनु भएको छ। यो हलमा पहिलो पटक हो कि दोस्रो? हजुर फर्स्ट पटक आउनुभयो। कतिजना आउनु भएको छ? हाम्रो ग्रुप हामी 4 जना छौँ। यसरी हेर्दै गर्ने क्रममा हिरो र हिरोनी दुईटामा कुन राम्रो लाग्यो? मलाई त अफकोर्स मेरो भाइ नै मन पर्छ। भाइ राम्रो छ। कुन हिरो चाहिँ? पूर्ण भाइ। पूर्ण लिम्बू। अनि हिरोनी अर्को थियो नि, अर्को नामवतीको हिरोनी नाम सुनिदैन, फर्स्टली देखा हो त्यही भएर नाम। कथावस्तु कस्तो लाग्यो? कथावस्तु राम्रो लाग्यो। अलिअलि आँसु आयो अन्तिममा त्यो केटी मर्दाखेरि चाहिँ, हिरोनी मर्दाखेरि चाहिँ त्यो बेला चाहिँ आयो। ए अनि हिरोको रोल कस्तो लाग्यो? हाम्रो भाइको रोल त मलाई पहिलेदेखि मनपर्छ। के भन्नु चाहनुहुन्छ? के भन्नु चाहन्छु भने सबैजना आइदिनु होला, हेरिदिनु होला भन्न चाहनुहुन्छ? अरू केही छ? अरू केही छैन, ठिकै छ। हस्, थ्याङ्क यू। धन्यवाद।